हेलो हेलो आदरणीय सम्पूर्ण भिडियो प्रेमी दर्शक महानुभावहरूलाई सेवा सेमुना हवा। यतिखेर हामी 2082 सालको उधौली साकेला छिरिनामको अवसरमा जरुङ्गेमा आइरहेको छौँ। यतिखेर तपाईहरूले देख्न सक्नुहुनेछ हाम्रो तैमुरा आदरणीय पुर्खाको खिममा चाहिँ हामी यहाँ कार्यक्रमको लागि तयारी गर्न लागिरहेका छौँ। बाँस लिएर आउँदै हुनुहुन्छ। हाम्रो साकेलाको गेट बनाउनको लागि तयारी गर्दैछौँ। मङ्सिरको 18 गते बिहिबारको दिन चाहिँ साकेला प्रदर्शनी हुन लागिरहेको छ हाम्रो पुर्खाको खिम जरुङ्गेमा। आदरणीय सम्पूर्ण भिडियो प्रेमी दर्शक महानुभावहरूलाई म प्रत्यक्ष देखाउनेछु र हाम्रो यहाँ चाहिँ खुल्ला रूपमा नाच्न पाउनुहुनेछ सम्पूर्ण दर्शक महानुभावहरू। र मैले सूचना अफिसियल पेजहरूमा पनि गरिसकेका छौँ। गेट बनिँदैछ साकेलाको लागि। चार पाटा छ, चार पाटा छ कि यसलाई चाहिँ हेर्नुपर्ने यो यस्तो हुन्छ है होइन, नाइमा र हो यस्तो हुन्छ है। प्रिय भाइ उपाध्यक्ष रामहाङ राईज्यूको केही कुराहरू जाओस् त। जसरी हाम्रो संस्था बलियो छ बनाइँदैछ त्यसरी नै हाम्रो गेटहरू पनि बलियो बनाऊ भन्ने कुरा हो। धन्यवाद हाम्रो अध्यक्षज्यूको सम्पूर्णमा उधौलीको शुभकामना वा स्यामुना। यसपाला हुन त पहिले पनि नाच्दै आउनुभएको, यसपाला देखि फेरि झनै साकेला नाच सुचारू गर्ने भएर एउटा गेट स्वागत गेटको लागि निर्माण गर्दैछौँ। सम्पूर्णमा शुभकामना। धन्यवाद हाम्रो किराँतैमुरा गारो बुङ्तो साकेला समाजको सम्पूर्ण टिम, हाम्रो पदाधिकारीहरूको प्रमुख अध्यक्षज्यूलाई। र यतिखेर हामी चाहिँ 10 बजिसकेको छ। आज बिहिबार मङ्सिर 18 गते होइन। हामी चाहिँ यो पुर्खाको खिमभन्दा अगाडि गेट बनाइरहेका छौँ। हाम्रो सिरु ब्याउने किराँत राईहरूको सम्पूर्ण आज महान चाड उधौली साकेला पर्व परेको हुँदा, छिरिनाम परेको हुँदा हामी यतिखेर खटिरहेका छौँ। हाम्रो सम्पूर्ण दोर्पावासी दाजुभाइ तथा दिदीबहिनीहरू यहाँ समग्र अहिले साकेला नृत्य प्रदर्शनी पनि हामी देखाउने नै छौँ। धन्यवाद। एकदमै मनोरञ्जनात्मक हाँसी खुसीको साथ हाम्रो सम्पूर्ण टिमहरू चाहिँ यसरी काम गर्छौँ। र आजको हाम्रो साकेलाको स्वागत गेट पनि निर्माण भइसकिसकेको छ। तपाईहरूले देख्न सक्नुहुनेछ है। आज हाम्रो कस्तो छ प्रस्तुति हेरौँ। हेलो, म चाहिँ होइन आजको यो साकेलाको लागि सेउली काट्दैछु। एकदमै अप्ठ्यारो थियो, यस्ता नाथे भिड भनेर मैले चाहिँ सेउली पनि काटिसकिसकेको छु र सेउली अब गाड्नको लागि लगेर जाँदैछु। तपाईँहरूले देख्न सक्नुहुनेछ हाम्रो पुर्खाको खिममा है साकेला नाच्नको लागि सेउली गाड्दैछौँ। आदरणीय पुर्खा पर्खनबहादुर राईज्यूसँग पुर्खाको खिममा। यस पछाडि हामी फेरि पुर्खाको खिमभन्दा पर साकेला नृत्य गर्ने ग्राउन्डमा सेउली गाड्दैछौँ। अनि खानेपानीको लागि पनि हामी सरसफाइ गर्दैछौँ धारामा होइन। तोरणहरू पनि टाक्दै हुनुहुन्छ भाइहरूले। र तपाईहरूले देख्न सक्नुहुनेछ हाम्रो नचुङहरू पनि प्रवेश गरिसक्नु भइसकिसकेको छ। हाम्रो स्वागत गेटभन्दा मास्तिर राष्ट्रिय झन्डा देखिरहनु भएको छ। र राष्ट्रिय झन्डा मुनि सबैजना आदरणीय व्यक्तित्व नचुङ टोलीहरू आउँदै हुनुहुन्छ। सबैलाई स्वागत छ। र यहाँहरू जुन जुन ठाउँदेखि हेरिरहनु भएको छ 2050-85 उधौली साकेला को चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र तपाईँहरूले देख्नुहुनेछ संस्कार त छुट्टै, सभ्यता त छुट्टै। र सबैजनालाई उधौली साकेलाको शुभकामना व्यक्त गर्दछु। धन्यवाद, नमस्कार। हाम्रो
लागि आदरणीय मामालाई शुभेच्छिक रूपमा व्यक्तिगत समाजसेवी पुर्खा पर्खन बहादुर राईज्यूले आफ्नो दावा वासो लगायत रमा कसुमहरूले आफ्नो नचुङलाई सम्मानित गर्दै हुनुहुन्छ। यो गरिमामय कार्यक्रमलाई सुसज्जित गर्नको लागि सबैले ताली बजाइदिनुको लागि म विनम्र अनुरोध गर्दछु। पुर्खाको शुभेच्छिक तर्फबाट उहाँले आफ्नो पगडी नचुङलाई रमा कसुमले सुसज्जित गरिसक्नु भएको छ र यसै गरी हाम्रो नचुङको तर्फबाट पनि सम्मान गर्दै हुनुहुन्छ। पुर्खा हाम्रो आदरणीय व्यक्तित्व पर्खन बहादुर राईज्यूलाई फेटाले सम्मानित गर्दै हुनुहुन्छ। उहाँलाई तालीले भव्य रूपमा स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस पछाडि हामीले साकेला प्रदर्शनी यसरी गर्दैछौँ। आदरणीय सम्पूर्ण भिडियो प्रेमी दर्शक महानुभावहरू हेरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। हामी चामलिङ राईहरूको बर्खा लाग्यो है, अब मरिन्छ कि बाँचिन्छ भनेर नाचगान गर्नुपर्ने र हामी प्रकृति पुजारक चामलिङ राईहरूको साकेला सिली प्रदर्शनी गरेर हामी रमाउने गर्छौँ र विभिन्न चरा जीवजन्तुहरू लगायतका जनावरहरू चाहिँ अब गर्मी लाग्यो है भनेर मधेसबाट पहाड निस्किने गर्दछ भने छिरिनाम भनेको उधौली लाग्यो अब जाडो पलायो भनेर फेरि पहाडदेखि मधेसतर्फ जीवजन्तुहरू जाने गर्दछ भने हामी उधौलीमा पनि साकेला नृत्य प्रदर्शन गरेर नाच्दै गाउँदै अब चाहिँ बाँचियो है भनेर रमाउँदै नाच्दै गर्दछौँ। लाग्दै हुन्छ। कस्तो लाग्यो समग्र कार्यक्रम? एकदम राम्रो लागिरहेछ हाम्रो यो स्टार्टिङ फेजदेखि। हजुर अब यसलाई भव्य र सभ्य बनाउनका लागि तपाईँ हाम्रै जोडबलका साथ हजुर अब अर्को सालतिर जुन वर्षमा 2 चोटि हुन्छ, हजुर 2चोटि नै हामी प्रत्येक रूपमा अगाडि बढाउने। समग्र हाम्रो ग्रुपमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू शुभचिन्तकहरूलाई के भन्न चाहनुहुन्छ? उधौली छिरिनामको अवसरमा सम्पूर्ण हाम्रो सबैजना मिलेर बाडाचाहरूदेखि लिएर कलाकार, यहाँको बुद्धिजीवी, यहाँको बुढापाकाहरूलाई सोधेर यसको यो संरक्षणमा हामी तारबारी अहिले तत्काल नसके तापनि यसलाई क्रमिक रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यसो हुँदाखेरि सबैजना मिलेर गएर यसलाई संरक्षण गर्ने भन्ने हाम्रो सल्लाह अगाडि बढाउनु र हामी समिति दर्तादेखि नै हातेमालो गर्दै उहाँले सल्लाह सुझाव दिँदै आउनु भएको छ र आर्थिक रूपले पनि धेरै सहयोग गर्नुभएको छ। उहाँलाई हाम्रो सम्पूर्ण संस्थाको टिमको तर्फबाट धेरै धेरै धन्यवाद भन्दै सम्पूर्ण ग्रुपको आदरणीय व्यक्तित्वज्यूहरूलाई छिरिनाम उधौली एलेदुङ हजुर 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 हस् धन्यवाद। आदरणीय अभिभावकज्यूहरूसँग यहाँनिर सुरक्षा निकायका प्रमुख, यसै गरी चिउरी डाँडा 7 नम्बर वडाको वडा सचिव र वडा अध्यक्षज्यूसँगै यतिखेर हामी चाहिँ चिसो खाँदैछौँ। यो अनर्थ नसोच्नु होला, यो हाम्रो चाहिँ 7 अफ हो। यो पनि हाम्रो शुभेच्छिक रूपमा 15भन्दा धेरै मान्छे जनशक्ति लिएर जनश्रमदानमा खट्नुहुने आदरणीय व्यक्तित्व मणिकुमार खड्काले हामीलाई 21 जम्बुड्यू चाहिँ सहयोग गर्नुभएको थियो। उहाँलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। शुभेच्छिक रूपमा हामीले मागेको पनि थियौँ न, उहाँले सहयोग गर्नुभएको। हामी खाँदैछौँ है त। हाम्रो अतिथि मामा मजुवादेखि पनि निम्तो स्वीकारेर आउनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी हाम्रो श्रीमप्पा आदरणीय मामा हुनुहुन्छ डम्बर कुमार राईज्यू र नछुङ आदरणीय मामा रामकाजी राईज्यू। यसै गरी राई यसपालि नमस्कार, उहाँ हाम्रो भतिज हुनुहुन्छ, हाम्रो दाई, हाम्रो वडा सदस्य, हाम्रो माइज्यू सिली मामा र रुसमा कलाकार बहिनी आदरणीय माइज्यू धनसरी राई बोल्दै हुनुहुन्छ उहाँ। र म चाहिँ कार्यक्रम सञ्चालक थिएँ, त्यही भएर मैले भिडियो कैद गर्न सकिनँ। मैले जति पनि गरेको छु म त्यो तपाईँहरूलाई म सार्वजनिक गर्नेछु। यतिखेर हामी सबैजनासँग छौँ र हाम्रो सरहरू यहाँ खिच्दै हुनुहुन्छ। आदरणीय सुरक्षा निकायका प्रमुख, यसै गरी हाम्रो वडा प्रमुख र हाम्रो आदरणीय पञ्जीका अधिकारी हुनुहुन्छ उहाँ। मलाई अलिकति बोल्न पनि मैले सिक्नै पर्ने छ र हाम्रो बहिनीहरूले यहाँ तुम्सा गरिरहनु भएको छ
लासुङ कोटोलीहरूलाई ढोले भाइहरू एकछिन नबजाई तुम्साको लागि स्वीकारी दिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। आज मिति 2082 8 महिना 18 गतेको दिन चाहिँ किराँत तेमुरा गाह्र बुत्तो साकेला समाज दोर्पा 7 खोटाङ र 4 पगरी साकेला सरसफाइ समितिको संयुक्त आयोजनामा साकेला नृत्य प्रदर्शन कार्यक्रम बिहान 10 बजेदेखि 5 बजेसम्म लगभग 150 जना जनसङ्ख्या जम्मा भएर नाचगान गरियो। आजको यो सम्पूर्ण भिडियोहरू कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै आजको बसाइबाट बिदा हुन चाहन्छु। हस्त बाई बाई। हवा।